पब्लिक रिकन्डिसन भनेको यही हो? हजुर पब्लिक रिकन्डिसन यही हो त होइन धुन आउनुमा होइन र के गर्ने हो त तपाईँ बेच्न ल्याएको कुरा चाहिँ यहाँ के गरे? बेच्ने नै हो साँच्चै बेच्न आउनु भएको बेच्न त आएको त नि। कति दाम राख्नु भएको छ यो पहालदिएको त नि चिलिक्क टल्काएर बेच्ने हो त, जस्तो छ त्यस्तै बेच्ने हो कि? होइन सफा गरेर बेच्नु पर्यो नि त कति दाम राख्नु भएको छ यो 23 मोडलको हो, जम्मा 4 लाख रुपियाँ। लु मिलाएर यहीँ छोडिदिनु के मिलाउने? 1 रुपियाँ घट्दिने पनि 1 रुपियाँ बढ्दिने पनि फिक्स रेट हो फिक्स रेट हो। नगर्नु न अलिकति मिलाउनु 4 लाख रुपियाँमा 1 रुपियाँ पनि तलमाथि हुँदैन। छोड्ने हो छोड्ने हो। लु तपाईँले चेक थाप्नु ल ल 4 लाख चेक ल चेक लिनु ल ओहो 4 लाख रुपियाँ नि त। 4 लाख रुपियाँ ल यो चस्मा गिफ्ट। ल धन्यवाद यो तपाईँलाई बेच्दा चाहिँ कसैलाई फाइदा नखाइकन 4 लाखको 4 लाखमै बेच्नु पर्यो है फेरि। एकदमै रमेशको बाइक भनिसके पछाडि त्यहाँ 1 रुपियाँ फाइदा खाने होइन नि फेरि। यही भिडियो हालिदिन्छु म यही भिडियो हालेर ल यही भिडियो हालेर यो 4 लाख भन्दा 1 रुपियाँ माथि पनि होइन तल पनि होइन 4 लाखमा तपाईँहरूले लिनु होला। म चाहिँ अहिले लाग्यो मलाई एकछिन तल घरसम्म पुऱ्याइदिउँ। चेक साट्नु न होइन ब्याङ्कसम्म पुऱ्याइदिउँ नि त। ल तपाईँलाई धन्यवाद ल केमा जानु अब? ल ल ल यो मोटरसाइकल त रमेशजीको राखिसक्यो। यो मोटरसाइकल 2023 मोडलको उहाँले 4 लाख रुपियाँमा हामीलाई छोडेर जानुभयो। उहाँले भन्नुभएको छ यसमा नाफा खान पाइँदैन। ओके ल ठिक छ नाफा नखाने। यो मोटरसाइकल 2023 मोडलको BS6 भर्सन 4 मोटरसाइकल तपाईँहरूले पब्लिक रिकन्डिसन इलाममा जम्मा मूल्य 4 लाख रुपियाँमा पाउनु हुनेछ। यदि यस्तै खालको मोटरसाइकलको खोजीमा हुनुहुन्छ भने आज नै पब्लिक रिकन्डिसन इलाममा सम्पर्क गर्नुहोला। हस्त नमस्कार धन्यवाद।